सरकारी ठगी सम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध सर्वोच्च अदालतले आदेश सुनाएपछि पत्नी निकिता व्यथित बनेकी छन्। उनले आफ्नो अनुभूति र पीडा आज फेसबुकमा लेख्दै भनेकी छन्, मेरो आस्था र विश्वासको जग बेसरी हल्लिएको छ। रविको आदेश आउने दिन शुक्रबार निकिता दिनभरि सर्वोच्च अदालतमा थिइन्। अन्तिममा कसैले आफूलाई फोन गरेर समाचार सुनाएको उनले बताएकी छन्। त्यसको भोलिपल्ट उनले भैरवा पुगेर रविलाई भेटिन्। भैरवा जाँदै गर्दा आफूलाई जिउँदो लास जस्तो प्रतीत भएको उनले बताएकी छन्। निकिताको स्ट्याटस यस्तो छ, सर्वोच्च अदालतमा सुनाइको अन्तिम दिन। न्यायालय न्यायकर्ता न्यायप्रतिको दृढ विश्वास लिएर तेस्रो दिन पनि अदालत पुगे। बहस सकिएर आदेश आउने दिन सुनाउनेले जे सुनाए पनि अदालतप्रतिको आश मर्न दिएन। मनले अन्याय हुँदैन भन्ने लागिरह्यो। हाम्रो तर्फबाट बहस राम्रो भयो। बेन्चका हरेक प्रश्नको कानुन व्यवसायको तथ्यपूर्ण जवाब। बहसले तथ्य पक्रेर आदेश गर्न बेन्चलाई प्रशस्तै आधार दिएको ठाने। न्यायप्रतिको विश्वास झनै बढ्यो। करिब 2 बजेतिर बहस सकिएपछि आदेशको प्रतीक्षामा यताउति गरिरहे। केही पछि सह रजिस्ट्रारको कार्यकक्षमा बस्न भनियो। केही सञ्चारकर्मी पनि थिए। आदेश कुर्दा कुर्दै करिब 7 घण्टा बित्यो। एकैछिन है भन्दै कार्यकक्षबाट निस्किएर प्रवक्ता फर्किएनन्। आदेश ल्याएर सुनाउन पर्ने मान्छे नै हराए। श्रीमान त निस्किनुभयो भनेर एकजना पत्रकार भाइले जानकारी दिए। त्यसको आधा घण्टासम्म पनि आदेश लिएर कार्यकक्ष फर्किएनन् प्रवक्ता। बाहिर निस्कदा एकजना आफन्तले फोनमा नेगेटिभ समाचार छ, मैले कान्तिपुर अनलाइनमा पढे भन्नुभयो। म अदालतमै छु। केही घण्टादेखि आदेशबारे आधिकारिक जानकारी दिने प्रवक्ताको कार्यकक्षमा छु। म निवेदक। मेरो श्रीमानबारे आएको आदेश बाहिरबाट सुन्नुपर्ने। अदालतले आधिकारिक रूपमा नसुनाउने। अदालत प्रशासन कतिसम्म गैर जिम्मेवार। अदालतले न्याय त दिएन, मानवीय व्यवहार पनि गरेन। मानवता हराएको देश। झमझम पानी परिरहेको थियो। अदालतबाट बाहिर निस्के। शुक्रबारको तनाव, अनिद्रा र रुहाई, जिन्दगीकै अत्यन्तै कठिन दिन। भोलिपल्ट भैरवा जानु नै थियो। गएँ। अन्यायको शिकार भएकी म कसरी तङ्ग्रिएर हिँडे होला, कसरी उहाँको अगाडि पुगे थाहा छैन। सायद जिउँदो लास भएर हिँडेछु। उहाँको अगाडि पुगेपछि मात्रै होस खुले जस्तो भयो। साँझ काठमाडौँ फर्के। केही प्रमाण नभेटिँदा पनि मेरो श्रीमान विरुद्ध मुद्दा लगाइयो। नियत नै राखेर थुनियो। गैर कानुनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन। अब न्याय माग्न म कहाँ जाउँ? मनको डर मेटाउन कसलाई गुहारौँ? गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीय मृत्यु भेटेपछि मेरो आस्था र विश्वासको जग बेसरी हल्लिएको छ। थाहा छैन फेरि स्थिर हुन्छ कि सदाका लागि ढल्छ।